हेलो गाइज, स्वागत छ तपाईहरुलाई आजको ब्रान्ड न्यू भिडियोमा। साथीहरु, आजको भिडियोमा आफ्नो फेसबुकको फोटोलाई कसरी हाइड गर्न सकिन्छ, कसरी लुकाउन सकिन्छ भन्ने कुरा सिकाउन गइरहेको छु। यदि तपाईहरुले पनि आफ्नो फेसबुकमा अपलोड गरेको फोटोहरुलाई चाहिँ डिलिट नगरिकिन तपाईहरुले चाहिँ हाइड गर्न चाहनुहुन्छ अथवा लुकाउन चाहनुहुन्छ भने यस भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुभयो भने तपाईहरुले पनि सजिलैसँग आफ्नो फेसबुकको फोटोलाई चाहिँ हाइड गर्न सक्नुहुन्छ है त। र कसरी हामीहरुले चाहिँ फेसबुकको फोटोलाई चाहिँ हाइड गर्न सकिन्छ भन्ने कुरा जान्नु भन्दा पहिले साथीहरु, तपाईहरुले यस भिडियोलाई लाइक पनि गरिदिनु होला र तपाईहरुले यस च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने यस्तै खालको भिडियो हेर्नको लागि यस च्यानललाई सब्स्क्राइब गरेर छेउमा आएको बेल बटन अलमा पनि टच गरिदिनु होला है त। र ओके साथीहरु, तपाईहरुले अब आफ्नो फेसबुकमा अपलोड गरेको फोटोहरुले चाहिँ हाइड गर्नको लागि चाहिँ तपाईहरुले फेसबुकलाई चाहिँ ओपन गर्नुपर्ने हुन्छ। यसरी फेसबुकलाई ओपन गरिसकेपछि तपाईहरु चाहिँ प्रोफाइलमा जानुपर्ने हुन्छ र प्रोफाइलमा गइसकेपछि अब तपाईहरु चाहिँ फोटो सेक्सनमा जानुपर्ने हुन्छ। यसरी फोटो सेक्सनमा गइसकेपछि अब तपाईहरु यहाँनिर आफूले अपलोड गरेको सम्पूर्ण फेसबुक फोटोहरु चाहिँ देख्न सक्नुहुन्छ भने अब तपाईहरुले चाहिँ कुन फोटोलाई चाहिँ हाइड गर्न चाहनु भएको छ त्यो फोटोलाई चाहिँ तपाईहरुले ओपन गर्नुपर्ने हुन्छ। यसरी ओपन गर्नुभयो भने तपाईहरुले यहाँनिर चाहिँ माथिपट्टि राइट साइडमा तीनवटा थोप्ला चाहिँ देख्न सक्नुहुन्छ है त। तपाईहरुले यसमा चाहिँ ट्याप गर्नुपर्ने हुन्छ। यसमा ट्याप गर्नुभयो भने तपाईहरुले यहाँनिर विभिन्न अप्सनहरु देख्न सक्नुहुन्छ र तपाईहरुले यहाँनिर चाहिँ सेकेन्ड लास्टमा चाहिँ तपाईहरुले एडिट पोस्ट प्राइभेसी भनेको छ नि, यहाँनिर चाहिँ यसमा टच गरिदिनु होला है त। यसमा टच गर्नुभयो भने तपाईहरुको यहाँनिर यस्तो खालको इन्टरफेस चाहिँ ओपन भएको देख्न सक्नुहुन्छ। अब तपाईहरु यहाँनिर चाहिँ फर्स्टमा पब्लिक्स देख्न सक्नुहुन्छ र तपाईहरुको यहाँनिर चाहिँ यो पब्लिक्समा टिक लगाएको हुनुपर्ने हुन्छ है त। र त्यसपछि तलपट्टि अर्को यहाँनिर चाहिँ फ्रेन्ड देख्न सक्नुहुन्छ। यो फ्रेन्डमा टिक लगाउनु भयो भने चाहिँ तपाईहरुले अपलोड गरेको अथवा तपाईहरुले अपलोड गरेको फोटो चाहिँ यहाँनिर चाहिँ तपाईहरुको फेसबुकको फ्रेन्डहरुले मात्र हेर्न सक्छन् भने तपाईले यो माथिपट्टि यो पब्लिक्समा राख्नुभयो भने तपाईहरुको फ्रेन्ड नभएको व्यक्तिहरुले पनि हेर्न सक्छन् है त। र यसैगरी तपाईले यहाँनिर चाहिँ यो फ्रेन्ड एक्सपोर्ट भन्ने छ नि, यसमा चाहिँ क्लिक गर्नुभयो भने चाहिँ तपाईहरुको यस्तो खालको इन्टरफेस चाहिँ ओपन हुन्छ। अब तपाईहरु चाहिँ कुन फ्रेन्डहरु चाहिँ तपाईहरुले पोस्ट गरेको फोटो चाहिँ नहेरुन् भन्न चाहनुहुन्छ त्यसमा चाहिँ टिक लगाउन सक्नुहुन्छ है त। र तलपट्टि चाहिँ यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ लास्टमा यहाँनिर चाहिँ ओन्ली मी भन्ने अप्सन देख्न सक्नुहुन्छ नि, यसमा चाहिँ क्लिक गर्नुभयो भने तपाईहरुले चाहिँ अपलोड गरेको फोटो चाहिँ कसैले पनि देख्दैन, फेसबुकबाट हाइड हुन्छ। जस्तै कि तपाईहरुले मात्रै देख्न सक्नुहुन्छ ओन्ली मीमा राख्नुभयो भने है त। र यो पब्लिक्समा छ भने चाहिँ सम्पूर्ण व्यक्तिहरु चाहिँ देख्न सक्छन् भने तपाईहरुले यो लास्टमा देख्न सक्नुहुन्छ नि, यहाँनिर चाहिँ ओन्ली मीमा चाहिँ यसरी टिक लगाएर तपाईहरुले तलपट्टि यो सेभको अप्सनमा क्लिक गर्नुभयो भने त्यो फोटो चाहिँ कसैले पनि देख्दैन, जुन तपाईहरुले मात्रै देख्न सक्नुहुन्छ। र तपाईले यो पब्लिक्समा राख्नुभयो भने सम्पूर्ण व्यक्तिहरु चाहिँ देख्न सक्छन् है त। यसरी चाहिँ तपाईहरुले फेसबुकमा पोस्ट गरेको फोटोहरु चाहिँ हाइड गर्न सक्नुहुन्छ है त। हो के साथीहरु, तपाईहरुले सम्पूर्ण कुराहरु अवश्य पनि बुझ्नुभयो होला भन्ने पूर्ण आशा गर्दछु साथीहरु। र तपाईहरुलाई भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक कमेन्ट शेयर गरिदिनु होला। र यस्तै खालको नयाँ भिडियोहरु सबैभन्दा पहिले हेर्न चाहनुहुन्छ र च्यानलमा फर्स्ट टाइम भिजिट गर्दै हुनुहुन्छ भने च्यानललाई अवश्य पनि सब्स्क्राइब गरेर छेउमा आएको बेल बटन अलमा टर्न भन्दै आजको भिडियोबाट बिताउन चाहन्छु। हस्त नमस्कार।